धनराशिको व्यक्तिलाई यदि तपाईँले मन पराउनुहुन्छ भने ध्यान दिएर सुन्नुहोला है त। उसको नजिक कसरी हुने अथवा उसलाई प्रेम प्रस्तावमा चाहिँ उसबाट यस कसरी पाउने त है। धनुराशिको प्रायोरिटी के हो त भन्दाखेरि अलिकति धनुराशि भनेको बृहस्पतिको राशि हो र ज्ञानसँग कनेक्टेड भएको, नलेजसँग कनेक्टेड भएको राशि हो। त्यस कारणले गर्दा धनुराशिको व्यक्तिलाई नै कोही व्यक्ति अगाडि छ भने उसको ज्ञान, उसको नलेज कुनै पनि फिल्डमा होस् है, त्यो चाहिँ पढाइको नलेज मात्रै भन्ने खोजेको पनि होइन। तपाईँ चाहिँ अरू फिल्डमा हुनुहुन्छ, फर इक्जाम्पल होटल इन्डस्ट्रीमा हुनुहुन्छ भने हजुरको त्यो फिल्डसँग रिलेटेड नलेज है त्यसले चाहिँ बढी आकर्षित गर्दछ के। हजुरको बडी स्ट्रक्चर अथवा फिजिकल एपियरेन्सले भन्दा पनि होइन, धनुराशिको व्यक्तिलाई चाहिँ जहिले पनि उसमा भएको ज्ञान अथवा विवेकशीलता, बुद्धिमत्ता अथवा उसमा भएको म्याचुरिटी अथवा उनीहरूले चाहिँ के फिल गरिरहेका हुन्छन् भन्दा आफ्नो पार्टनरले चाहिँ उनीहरूलाई चाहिँ एज अ प्यारेन्ट्स जस्तो गाइडेन्स दिन सकोस् है, अथवा एज अ गुरु जस्तो गाइडेन्स दिन सकोस्, यो प्रायोरिटी हुन्छ कि। त्यस कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ आफ्नो जीवनमा होइन कुनै पनि पोइन्टमा अड्किएका छन् अथवा रोकिएका छन् भने चाहिँ उनीहरूको पार्टनरले चाहिँ उनीहरूलाई राम्रोसँग गाइड गर्न सकोस् भन्ने प्रायोरिटी हुन्छ। त्यस कारणले गर्दाखेरि हजुरले चाहिँ आफूलाई उनीहरूको सामुन्ने कि एउटा नलेजेबल पर्सन छ, स्मार्ट पर्सन छ भनेर सिद्ध गर्नुपर्ने आवश्यकता पहिलो प्राथमिकता रहन्छ र तब मात्रै तपाईँ चाहिँ धनुराशिको व्यक्तिको नजिक बन्न सक्नुहुन्छ।